Hello guys, welcome back to my YouTube channel. आज चाहिँ बुढी र म दाउरा बोक्न गइरहेको छु परमुनि वनमा। त्यहाँ दाउरा मारेको थिएँ। त्यहाँ बुढी ओ मिसेस मेरो मिसेस त यसो इग्नोर गरिदिनु भएको छ। मसँग स्टिक अझै स्टिक के हाल भनेको किम्बुका फल कि अहिले नखाने पखान ढिलो हुन्छ कि अहिले आएर खाउँला। किम्बुका फल दिनु बुढी है खै त किम्बुका फल तिम्रो एउटा पनि छैन है। के किम्बुका फल खानु भनेर त्यसरी तानेर किम्बुका फल झरिहाल्छ नि सबै भैमामा छ है। यहाँ बुढी यहाँ अड्किरहेको छ यो खानु मिल्छ ल। के साह्रो थुम्से बोकेर ठस ठस परिरहेको छ मेरो बुढी त मल कुखुराको मल राखेर यो अरू के मिला हो। ए है डोको पनि त्यस्तो गर्छ म कमाली अझै स्टिक छु ल। होइन हौ ऊ त चन्द्र उसलाई त फुपूकै टेन्सन छ होइन। ठुलो थुम्सी त साँच्ची नै कत्रो देखेको है बुढी ए तपाईँभन्दा ठुलो। तपाईँको ज्यान के छ अरे यत्रो त छ नि स्लिम छ तिम्रो फिगर भनेपछि गीत सुने पहिला यो चाहिँ हाम्रो बारी हो। यता यो बाटोदेखिको यतापट्टि चाहिँ यसपालि सुन्तला खानु पर्छ ऊ थियो भने सुन्तलाहरू रोपे फुले तिम्रो खोइ यसो घुमाएर सारा ल अरूले होइन घुम्न लगेर राम्रो राम्रो ठाउँहरू घुमाउँछ। मैले चाहिँ यहाँ ट्याक्क काम गरेर ला थुम्से सहितको घुमाइदिएँ है होइन त लक्की हो नि तिमी त है। अनलक्की रे थेट कसरी अनलक्की भयो कसरी भयो त नि अनलक्की। यता चाहिँ हाम्रो बारी हो सबै यो भित्री बारी के भन्छ अरे तपाईँहरूकोतिरलाई त्यो घरमुनिको बारीलाई सुन्तला उतापट्टि सुन्तला अच्छा गुरेन हाम्रोतिर त खलगरा भन्छ। गएको भएतिर कति ल्याइसक्ने कस्तो खालको यो मान्छे मैले जम्दा भने अब तिमीले भिडियो हेरिहाल्यौ। अब तिम्रो भिडियो हेर्दाखेरि मलाई नि हेर्न मन लाग्यो तिमीसँगै बसेर हेर्दा अनि अब त मलाई पो गाली गर्छ हौ मेरो बुढीले। अब त मलाई पो गाली गर्छ के भन्नु अझै स्टिक छु म कमाली यो सबै हामीले रोप्यो है। मेरो बुढीले यसपालि यहाँ पनि जिलाएर मकै फल्यो यसपालि बुढी आएको मकै त धेरै फल्छ क्या बुढी के फल्दैन त अनि देखेको छैन के भयो होला है। यहाँदेखिको माथिसम्मको त्यो नास्पाती रुखहरू नास्पाती भन्छ कि नास्पाती भन्छ नास्पातीको रुख हजुर अब फल्छ। धान रोप्ने मासतिर हो के धान फल्ने मासमा चाहिँ तपाईँको धान बारी राठाकाममा हुन्छ। अब असार साउनतिर त मजाले खाने हुन्छ। खोलोहरू पनि त्यो उता गोठको छ नि खोलोहरू पनि सबै वनमा। आज स्टिक च्यो ल स्टिक कहाँ भयो स्टिक पकायो हराउँदाखेरि वनमा। यता त काफल पनि पाकिसक्यो। काफल टिपेर खाऊँ भने अहिले भाइलाई ढिलो हुन्छ एक्जाम दिन जानु भनेको बेबी स्टिक थियो ल। अब यो चाहिँ पहिला खतरा सबै धान
चो चो ल चो 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 अझै अझै ओइ कहाँ गएर कहाँ गएर त यता जा ओइ यो पहिला सबै धानबारी त यो अनि यहाँको मान्छेहरू सबै चितवन गयो कि अनि चितवन गएर बस्यो अनि यहाँ चाहिँ बाजे भयो नि त बाजे बस्यो अनि उत्तिसको रुखहरू आयो अनि यो सबै उत्तिस गाडी भइगयो कि सबै पहिला धान रोप्थ्यो यहाँ तम्बु गेडा हामी कति खान्थ्यौँ यो तम्बु स्याउको जस्तै गेडा हुन्छ तर भित्र चाहिँ अर्कै खालको उयो हुन्छ कि काफल यसपालि लठराममै छ काफल तर यता चाहिँ अलिक पाक्यो होइन उता मुनि लठराममै पाक्यो जाउँ दोको नि के हो यत्रो बुढा बोक्नु नसकी पुगे है बुढी म कमली चुली माथि यतातिर सबै माथिदेखि के हाल्छ स्टिकै पछाडि अच्छा काफले यहाँ चाहिँ काँचो छ त्यही भएर राम्रोसँग देख्नु जाउँ उता लठराममै भए जाने खाना जाने उताडी घरमा कति है बालीले मैले दौरा फेरि हाम्रो त्यहाँ जाने हामी बुढाबुढी है बुढी हो कि दाइ अस्तिको यसरी मरि बोक्नु पऱ्यो है म त अनि पो दम पो चाँडै सकिन्छ त अनि स्टिकले हिँड्न चाहिँ लाउँछ के डरसेरको ओइ क्या खतरा मिर्गाले यस्तो जम गरेर के खोज्यो त्यो स्टिकले चाबी खोज्न जाने कहिले हराएको चाबी त्यो चाबी पनि लाग्दैन तपाईँको हजुर अनि त्यो चाबी फोडिसक्यो त अनि कहाँबाट लाग्छ हौ लाग्यो त्यो पनि आइज स्टिक आइज बुढाबुढी वनतिर धरा खोज्दै हिँड्दा है तपाईँले त्यही छोड्यो होला यहाँ चाहिँ काफल लठराममै छ है म काफल पनि देखाइदिन्छु यतातिर त पहिला हाम्रो पालामा चाहिँ स्कुलबाट भागी खाना आउँथ्यो सब यहाँ चाहिँ फुल्या यो रुखमा चाहिँ काफल के चाबी खोजेको तपाईँ यहीँ बसेतिर तपाईँ पनि मुनि आएको थियो होइन काफल त टिपिसकेको छ टुप्पा मजा रहेछ अझ ओइ स्टिक चाबी छैन कहाँ हुने त हौ चाबी जाउँ अहिले भाइलाई ढिलो हुन्छ स्कुल जानुपर्छ अब चाहिँ हामी दौरा फेर्नेर गएर चाहिँ भिडियो बनाउँछौँ है गाइस हजुर के कता गयो भयो ओइ हेरे हिँड्नुपर्छ नि भनेको के साह्रो होला चिया के हुन्छ त अरे ल म बोक्छु ल तुमसित बोक्नु सकेन के दौरा बोक्ने है मेरो बुढीले बिचरा मेरो माया लाग्दो बुढी आइज पनि आइज भाउजूलाई अलिकति राम्रो बाटो लानुपर्छ नि अरे स्टिक यार मनै भन्दा नि ठुलो अरे फेरि लडी जाला नि तुमसित कत्रो है अब चाहिँ हामी दौरा फेर्नेरै आइपुग्यो अझै स्टिक ओए अब दौरा हाल्ने यो पनि सकिसक्यो यहाँदेखिको फेर्थ्यो यहाँ आइपुग्यो अब यो पनि सक्ने लाग्यो त्यसपछिको यो मुनि फेर्छ एक फेर यो मुनिको एक फेर छ यो बोकिसकेपछि हाम्रो दौरा बोकिसक्यो यो यतातिर सबै माथि फोहोर फालेर गाउँको फोहोरहरू आउँछ हजुर दौरा के दौरा चोऱ्यो भनेको होइन भाइलाई मैले बोकेको अस्ति
तपाईँ आएको थिएन नि त्यतिखेर त्यही भएर त म त्यो झन् कि त मैले बोक्सी लगाएँ भनेर मैले धेरै बोक्न सकिनँ भनेर डाँडदेखि उयो गरेर थिएन आयो गएर त्यही हो कि लु दौरा फेरि हाल्नु त यो चाहिँ मेरो बेबीको थुम्से है धेरै ठुलो छ लु 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 दौरा हाल्नु हामी दौरा हालेर ट्याक्क उयो गर्छौँ कुन यो किन क्या फर्स्ट चोरी माछा हाल्दा चाहिँ हामीले यस्तै हाल्नुपर्छ मिलाएर यस्तो गर्ने काफे गराउने जग्गा चाहिँ काफे गराउने अनि काफे गराउने है लास्टमा त भारी बिग्रिहाल्छ नि त्यो काफे गरायो भने अनि पछि भारी बोक्दाखेरि यसको थुम्सेको साइज निस्किन्छ यसरी काफेरी हाल्नुपर्छ मेरो बुढीले हालिसक्यो काफेरी अनि यसलाई एउटा यस्तै टेक्साइदिने अनि त्यसपछि यता पनि हाल्ने त्यसपछिको यो पनि हाल्ने लेबल मिलाउनको लागि तर यो थुम्सी नै किन लेबल मिलाएन हौ त्यसपछि यता उल्टै लेभलको हाल्नुपर्छ अथवा भारी बस्दैन ढल्छ भारी बिसाउन मन लाग्ने बेलामा थाक्यो भने यसरी हाल्नुपर्छ त्यसपछि अब यहाँबाट फुल भराउने यहाँ फुल भराउने यहाँ खाप 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 गरेर कतिसम्म बोक्ने होइन यसरी चाहिँ हाल्छ खै मेरो बेबीले त एकचोटि त्यसरी हालेको छ त्यसरी नै हुन्छ है लु अब एकछिन हालिसकेर देखाउँछु है अब भारी चाहिँ यत्रो भयो हाम्रो अब यत्रै भारी बोक्यो भने यसरी फेरि लाउँछ यस्तरी तर मेरो त पछाडि उयो धेरै हुनुपर्ने मेरो बुढीको चाहिँ ट्याट्ट मिलाएर हालेको छु है खै न हौ किन छ भएको हेर छबेको हेरौँ न हौ धेरै भएको छ त तपाईँको के थोरै थोरैको उयो गऱ्यो भने राम्रो देखिएको छ नि लु त्यो अहिले बोक्नु सकेन भने फेरि धेरै बोक्यो नि के होला यस्तो गरेर हो त ल बोक्नु तपाईँ बोक्नु फर्स्ट मेरो हात चाहिँ उदिमा छ कि तपाईँले समात्दै जानुहुन्छ ल बोक्नु न छिटो जानुपर्छ हामी छिटो छिटो त बुढी बोक्नु त म त हालिदिन्छु छिटो न हौ ल छिटो छिटो न भनेको के हुन लाग्छ भयो हौ ओइ के निन्द्रा लाग्यो क्या छिटो न भनेको निन्द्रा हुन्छ स्टिक आइज ओइ आइज ल बोक्नु काफल रुख यो पनि काफल रुख हो यो त काफल रुख त टन्नै हुन्छ यतातिर त त्यसमा पनि पाकेको रहेछ क्या काफल होइन माथि टुप्पो टुप्पो रातो हो क्या टुप्पो टुप्पो रातो होइन ल बोक्नु भारी बोक्नु जहाँ भयो भने छिटो अलिक ढिलो हुन्छ भाइलाई स्कुल जानु ढिलो हुन्छ क्या छिटो यसो मेरो भारी हो भनेको त अनि मेरो अलिक भारीको लेभल मिलेको छैन जस्तो लाग्यो अलिक खसिजान्छ कि यस्तो सो बुढीले चाहिँ भारी बोकिसक्यो वा डेन्जर भारी यता हेर्नु हौ ओ यता हेर्नु हौ मेरो साउन्ड पर्दैन के भयो होला नि के भएको छ नि भने जतिखेर उता फर्केको अब छिटो आउनु न लाउनु हौ मोबाइल चलाउनु तर भारी चाहिँ कसले लगाउँदैन अब भिडियो पनि बनाइदिनु पर्ने भारी पनि ठेक्दिनु पर्ने त्यसो भए भिडियो लगेर नाम्लीको लेभल मिल्यो होइन नाम्लीको लेभल मिल्यो होइन मिलिरह अनि किन भारी बेसी दौड्यो एकतिर माथिको यो भारी दौरा हेर्नु न मिलेन ल मिलिरह बोक्न आए
ल जाउँ अब चाहिँ हामी लागेको दौरा बोकेर होइन बुढी अन्त भारी बोक्दा नि के भएको थियो यस्तो पो भएको थियो आजलाई यति नै होला यही खेप मात्रै त्यसपछि भोलि भरेतिर बोक्ने है भिडियो बनाउँछु घर पुगेकै मेरो त भारी खस्छ क्या हो मेरो त अलिक भारीको लेभल मिल्ला के अलिक मिलाउनै आउँदैन न मलाई भारी ओ स्टिक ओइ हेर त्यो मैले हिजो चप्पल काटेर अस्ति तपाईँको चप्पल काटेर मैले कुटेदेखि मसँग तर्किन्छ अलिकति भारी मिलाउनै आउँदैन के मलाई चाहिँ हल्का अलिकति माथि पुगेर गर्छु भिडियो अब त भिड्नै सकिनँ मैले बिस्तारै आउने मुनि बन्ददेखि झन् भिन्न तपाईँले हामी त घर पल्लेर गर्थ्यौँ माथि त अनि दिनहात मिल्छ सक्यो बिहान गयो भने एकखेप त बोक्छ नि होइन एकखेप त अनि उनीहरूको त धेरै टाढा हो क्या मुनि तल्लो खण्ड मुनि भिरमा हो मुनि भिरको फेदमा त्यहाँ त बिहानै जानुपर्छ जम्मा एकखेप हामी त यहाँ बिहान बोक्यो भने नि 6-7 खेप बोक्छ अनि 5 खेप त बोक्छ है बिहानैदेखि बिन्ता बहिनीहरू उठेछ नि त्योदेखिको त्यति बेलादेखिको होइन मैले अस्ति 7:30 बजीदेखि त 4 खेप बोकेको त्यो तपाईँसँग उयो गर्दाखेरि एक्लैले बोकिहाल्छ 5 खेप 6 खेप त मजाले बोकिहाल्छ त्यसरी बिहान उठ्यो भने त 6:30 बजीदेखिको मैले यहाँ हजुर पाउने बुढीलाई तान्ने गरेँ ल बेस्तारै आउने हजुर ठुट्टाले अलिक छेउ घुमेर ठुट्टाले ल त्यो ठुट्टाले लास्टिक लगाउँछ भारी नै सुरुको दिनमा त ठोकिएर तन्न लडेको पनि अब हामी त घर आइपुग्दा होइन बिन्दा बहिनीहरू त बिहानै गएको अहिलेसम्म आएन हामी चाहिँ एकछिनको होइन पछि मेला बिस्तारै जान्छ भाइ आवाज जाने ल धेरै छिटो गऱ्यो भने 15-20 मिनट लाग्छ त्यहाँदेखि यहाँ कसम्म भारी बोकेर लाग्छ होला भारी बोक्दा त हिँडेर मात्रै भयो त 10 मिनटै पुग्छ 10-7 मिनट 8 मिनट पुग्छ हिँडेर चाहिँ ओह्रालो आउँदा झन् 5 मिनट नजिकै नि तर उकालो भएर गाह्रो त पहाडमा उकालोमा हिँड्दा बिस्तारै आउने बिस्तारै आउनु अब त हाम्रो त घर आइपुगिहाल्यो नि माथि त कहाँ गयो स्टिक सबै तोरी गरेको थियो यसपालि तोरी त्यो बासी साह्रै राम्रो भएन ल आउनु बिस्तारै आउनु बिस्तारै आउनु बिस्तारै त्यो भारी धेरै नपुग्नु भनेन मैले भारी धेरै नपुग्नु भनेको त तिमीलाई सम्झी बिस्तारै आउनु मायालु छिटो आउनु भारी लड्छ फेरि स्टिकले कहीँ जाँदा पनि छोड्नु भएन है अलि भारी कम हाल्नु भनेको
अन्त नयाँ बुहारी जोसा होला नि है नयाँ बुढी नयाँ दुली जोसा आउँछ नि घर आइपुग्यो है घर आइपुग्यो जानु जाउँ न अगाडि जाउँ अगाडि अब घर आइपुग्यो होला नि पखाउँ है पखाउँ ए बाँदर चर्को थाक्यो होला है खायो मनै परिरहेछ मम्मीले फेर पनि हाल्यो अरे हात्ती आजलाई यति नै आजलाई चाहिँ यति नै है गाइस अब फेरि अर्को भिडियोमा एउटा न कति छुच्चा परेको थाहा क्या बाई बाई